बेल्टे बेल्टे खै चिले चिल भनेर हो जाने आस्कारे पातो लाइन पढेको लाइन चाहिँ बाह्र वर्ष लुड्न आएको झुन्टियो भने मुलुड्ने जे भने तिनी घरमै चाल्ने रुको जाँदैन रुको जाँदैन भन्छ बन जाँदा हेलो गाइस गुड मर्निङ एभ्रिवान फेरि पनि मेरो न्यू भ्लगमा भिडियोमा आज म बिहानै उठेर भर्खरै यता उठेर म भिडियो सुट भइसकेको छ। आज मेरो भिडियो के कस्तो रहनेछ भन्ने कुरो तपाईँलाई जानकारी हुने नै छ। ल स्टार्ट। ल साथीहरू म यता गडा आइसकेको छु। गडामा पनि म यता भ्याकेट गर्न आएको छु। भ्याकेट पनि लास्ट भाँचिएर हेर न यार, चिसो उस्तै छ। मौसम पनि यता घाम लागिरहेको छ। यता माथि घर यता बाएको छ। म यता घाँस यता भ्याकेट काटिरहेको छु। ल साथीहरू म अब कोठाबाट बाहिर जाँदैछु। बाहिर मोबाइल भयो क्या हो क्या हो यो क्यों क्या हो यो क्यों घिउ राख्दैन खाने बेला घिउ सबै पढे लेखे सबै बुझे भन्दा घिउ राख्दैन घिउ तल क्या भिडियो पिरो खान पनि मार्को घोगाएर ताले त के हुनु भन्छ त्यसै हात भोलि हो भन्नु Kayaknya ada ini dan terala ada ibu belajarnya tapi ini baju belajarnya kasus kalian फटाफट रे warna mereka dari cuma aku perlu cuci bola घरको छन् tiga buah kalau hebat tiga kampus itu kalau hebat के दुःख उठाएन छुने खानालाई yang itu nali awal itu apa ini nah kalau kata kan mungkin nggak ada
तिन्ने दिन उही त लगेको पनि भाकेन भएको अँ त्यो मात्रै हुन्छ केटा यस्तै कोही लाग्ने देखना लाइक अरे हाँ ऊ इल्लु भन्न चाहिँ नत्र फुलुरो हो कि खलो खाले उहियाको बस्ती नानी तेरो चाल्लु भए दे त हामी आज घोगा चल्न पाए के होगा त्यो खाएर हेर्नु त अझ अस्ति चाल्न भएन अघि जाने ये ट्यून डोरो बाने नुंदो भात लाग्यो नि झुन्टीको काप्दैन भने घर डोरो बाने नुंदो भात डोरो बाने हुने कि नबाने पनि के हुने त भन्नु केही छडिने न केही हुने गर्नु नबाने पनि हुने कि मनम जाने रोका जाने मान्छे ढौड्ने मान्छे नक्क भयो अब बाहन छत्ती छत्ती भाटामा कच्चा अट्टिए झुन्टी आउँछ मान्छे अन्त भपाइ त हाकै गएला यहाँ दबाई पर्नु काम ताइन भन्नुभयो त्यो आफ्नो सिरुमुर परे भन्दैन भन्नुभयो आज अन्त उयो अन्त भन्ने उयो भयो कि हरेन कहाँ तालिममा गएको के त्यही तालिम तपाईँको डाँडा तालिम हुन्छ अनि तातुलाई एक्लै थियो खाउँ साथी त गर्न नापाए चिटो खाइसक्यो केही घाँस यिनीको केही पनि हाल्ने थिएन जहाँ गए पनि जहाँ गयो भने घाँस पाएर ल्याउने हाल्ने थियो दुपा तारी सबैको तार जान्छ भने मजाले बनाउ भनेर आयो अर्को जात जाएन अर्को जात जाएन त्यही सब खाउँ त्यति बिना भन्नु बरु भैँसो त किलाउँदा बाने गरिरहने कति पुण्य मार्का दिए अन्त दुई तिन पाएको मरियो छिर्ने भयो दुध भएर चिसो भयो चिसो भयो दुध पचाइन आजमा गबेटा चिसो हुँदो भन्नु बढी तातै चाहिँदो के आयो एकजना पुरा त्यही हरिको खाले त गुण हुने थियो अन्त त्यही यात्रे भन्ने त्यही बारको खालि अन्त हाम्रो क्यान्डिन भन्ने बिचल्लिन नहुनाले म सबैको राखेका थिएँ सबैको यी मान्छे पिस खाने यी बड्डो यी भौत्यो खोलाल त आया दिनु भने हाइँदैन नि आबी भने हत्या दिनु न के झगडा भएर कहिले बेलुका बेलुकी घरै चाहिँ बेली भयो होला माटा ठिक ओझ्याएको थियो म तले आएर गएँ भित्र सबै चुलाउनु गएको गएछ म आएँ भएर खानापिना उहिले उकाने कि पछि खानापिना खायौँ के पछाडि बोल्दै थियो म आफ्नो ठाउँ माइको बुढाबुढी कुटीलाई कस्तो भन्दा हुन्थ्यो र मेरो बिहे अब आमालाई त्यो दिँदा मेरो खाना आउँदा खुट्टा हान्थ्यो म उठु जानु बुढाबुढी कुटीलाई कस्तो भन्दा चाहिँ मलाई कुटीलाई मेरो बिहे लडेको थियो म कहाँ हो कि मैले उठो बड्डो टाको लगाएको थियो बोल्दै थियो कि अनि उनीहरू धमधम गयो सबैको थप्पो खै के भन्नु अब म पनि यहाँ चलाउनु सक्छु है अनि ऊ तामाङ उठेर त्यो म तलिमे माठ आएर गएर बुढे पछाडि जो यो अगाडि के फुरौटी हात ठाउँमा आएको सापनको ठाउँमा हन्डिसी पछाडि बसिगएको छ त्यही झगडा भइगयो होला के गयो के काट्दैछ कहाँ त त्यो गर्दैछ हाम्रो